कल्पना गर्नुहोस् त, तपाईको एउटा बच्चालाई सरकारले जबरजस्ती तपाईको काखबाट छुटाएर लग्यो। यतिसम्म कि तपाईले आफ्नो जिन्दगीभर त्यो बच्चालाई देख्न पाउनुहुन्छ वा पाउनुहुन्न, त्यो अन्यल पनि कायमै छ। के सरकारले जनताका छोराछोरी माथि यस्तो ज्यादतीपूर्ण व्यवहार गर्न सक्छ? यही कठोर वास्तविकता थियो क्यानेडियन इन्डियन रेसिडेन्सियल स्कुल सिस्टमको समयमा। 1880 को दशकदेखि 1996 सम्म क्यानाडा भरिका ब्रिटिश कोलम्बिया, अल्बर्टा, सास्काटुन, म्यानिटोबा, ओन्टारियो र क्युबेक जस्ता प्रान्तहरूमा यो अभियान चलाइयो, जहाँ फर्स्ट नेसन अथवा आदिवासी समुदायका मानिसहरूका बच्चाहरूलाई त्यसरी संकलन गरिएको थियो र झन्डै 1,50,000 भन्दा बढी बालबालिकाहरूलाई देशभरका विभिन्न 149 भन्दा बढी विद्यालयहरूमा जबरजस्ती भर्ना गरियो। उनीहरूको घर परिवारबाट बिछोड बनाइयो। आदिवासी वर्गको पहिचान मेटाएर उनीहरूलाई जबरजस्ती पश्चिमी समाज जस्तै बनाउने उद्देश्यले टाढा बोर्डिङ स्कुलमा राखेर आफ्नै भाषा बोल्न रोकियो। परिवारसँग भेटघाट समेत बन्द गराइयो। त्यस्ता विद्यालयहरू धेरैजसो चर्चहरूले चलाएका थिए। कडा अनुशासनको नाममा विभिन्न शारीरिक तथा मानसिक तनावहरू उनीहरूलाई दिइयो, जसको कारणले गर्दाखेरि उनीहरू अनेकौं किसिमका दुर्व्यवहारका सामना गर्न बाध्य भए। सरकारी तथ्याङ्कले भन्छ झन्डै 4100 भन्दा बढी बालबालिकाहरू सो अवधिमा विभिन्न कारणले मृत्युवरण गर्न बाध्य भए। यो अन्याय र थिचोमिचो वर्षौंसम्म बाहिर आएन। बिस्तारै यो विषय बाहिर आउन थाल्यो। सरकारलाई चौतर्फी दबाव पर्न थाल्यो। सत्य तथ्य पत्ता लगाएर उनीहरूको परिवारलाई न्याय दिने आवाजहरू सर्वत्र उठ्न थाले। अन्ततः सन् 2008 मा ओटावा स्थित संसदमा तत्कालीन प्रधानमन्त्री स्टेफन हार्परले औपचारिक रूपमा ती समुदाय समूह माफी मागे र त्यसपछि ट्रुथ एन्ड रिकन्सिलिएसन कमिसन अफ क्यानाडा गठन गरियो, जुन संस्थाले 6700 भन्दा बढी पीडितसँग बयान संकलन गर्दै विभिन्न सुधारका काम अगाडि बढायो ती समुदायका हितका निम्ति। आज पनि क्यानाडाका विभिन्न ठाउँमा जमिन मुनि लुकेका त्यस्ता बालबालिकाको चिहानहरू भेटिँदैछन्।